एनजीको त्यो मुद्दा हाम्रो आफ्नै मुद्दा हो। हामीले सरकारमा रहेर नै त्यही मुद्दा अनुसार काम गर्न खोजेका थियौँ। त्यो पुरा गर्न नदिएको कारणले जेनजी आन्दोलन भएको हो। अहिले जेनजीको मुद्दा हाम्रै मुद्दाको रूपमा हामीले अगाडि बढाउँछौँ। तर हामीलाई यो पनि हेक्का छ, जेनजी आन्दोलनको पछाडि विभिन्न भू राजनीतिले पनि काम गरेका छन्, विभिन्न अरू पक्षहरूले पनि काम गरेका छन्। त्यसकारणले राष्ट्रिय स्वाधीनताप्रति, संविधान र लोकतन्त्रको रक्षाप्रति हामी सचेत हुनुपर्ने आवश्यकता पनि छ। वैदेशिक शक्तिहरूले नेपाललाई क्रीडास्थल बनाउन नपाओस्, हाम्रो देशका विभिन्न आवश्यकताहरूको नाममा यहाँ खेल्न नपाओस्, त्यसप्रति सचेत हुनुपर्छ। तर जेनजीले उठाएको मुद्दा, हामीले उठाएको मुद्दा भएको कारणले सुशासनको झन्डा उठाउँदै, समृद्धिको झन्डा उठाउँदै, सामाजिक न्यायको झन्डा उठाउँदै हामी अगाडि बढ्नुपर्छ। यो हाम्रो पार्टीको आजको निष्कर्ष हो। यो हाम्रो पार्टीले मात्रै गर्न सक्छ। त्यसकारणले तीनटै कोणबाट हेर्नुहोस्, चारवटै कोणबाट हेर्नुहोस्। मैले भने, म तपाईँलाई फेरि जोड दिएँ, गर्वका साथ जनतामा जान सक्ने पार्टी हाम्रो पार्टी मात्रै छ। किनभने म फेरि भन्छु, यो उपलब्धि ल्याउने मुख्य वाहक शक्ति हाम्रै पार्टी हो। यो उपलब्धिलाई खोसेर प्रतिगमन गर्न खोज्दा त्यसको विरुद्ध सङ्घर्ष गरेर प्रतिगमनलाई परास्त गरेर यो लोकतन्त्र र संविधानको रक्षा गर्ने पार्टी हाम्रै पार्टी हो। सामाजिक आर्थिक रूपान्तरणको निम्ति सुशासन अनिवार्य शर्त हो र सुशासन स्थापित गरेर मात्रै समृद्धिमा फड्को मार्न सकिन्छ भनेर ठुलो सुशासनको अभियान अहिलेसम्म नेपालले देख्न नपाएको सुशासनको अभियान सञ्चालन गर्ने र समृद्धि र सामाजिक न्यायको दिशातिर पहल गर्ने पार्टी पनि हाम्रै पार्टी हो। त्यस्तै हाम्रा पनि कमी कमजोरी जति भएका छन्, त्यो कमी कमजोरीको हामी आत्मालोचना गर्छौँ र अझ सचेत आउँछौँ भनेर जनतामा जाने पार्टी पनि हाम्रै पार्टी हो। त्यसकारणले गर्वका साथ जनतामा जाने पार्टीको हैसियत हामीसँग मात्रै छ, अरू पार्टीसँग छैन। अब हेर्नुहोस्, काङ्ग्रेस एमालेको कुरा सबैलाई थाहा छँदैछ। भ्रष्टाचार अनियमितताको परिवार बनेका छन्। मधेस केन्द्रित भनिएका दलहरूले खालि पदका निम्ति मधेसी जनताको सेन्टिमेन्टलाई दुरुपयोग गर्ने बाहेक केही पनि गर्न सकेनन्। यहाँ उत्पीडन कायम छ, असमानता कायम छ, अविकास कायम छ। त्यसबाट मुक्ति दिनु निम्ति मधेसी दलहरूले कुनै निर्दयी भूमिका खेल्न सकेनन्। उनीहरूले राष्ट्रको नेतृत्व गर्न सक्ने त स्थिति छँदै छैन। मधेसी जनतालाई पनि उनीहरूको समृद्ध जीवनको आशालाई, आकाङ्क्षालाई पुरा गर्ने काम गर्न सकेनन्। अहिले नयाँ पार्टीहरू केही देखा परेका छन्। लोकप्रियतावादी नारा दिएर लोकरिज्याइवादी पार्टीहरू जन्मेका छन्। ती पार्टीहरूले कसको उद्देश्य के पुरा गर्न काम गर्छन् भनेर खुल्दै जानेवाला छ। तर एउटा कुरा भने अहिले देखिन्छ, उनीहरूसँग न दृष्टिकोण छ, न विचार छ, न सिद्धान्त छ, न नीति छ, न सङ्घर्षको इतिहास छ। त्यसकारणले नेपाली जनताको समृद्धिको अपेक्षा पुरा नभएको कारणले जो असन्तुष्टि र आक्रोश देखा परेको छ, त्यसबाट फाइदा लिएर राजनीतिक सत्तामा जानु बाहेक तिनको कुनै उद्देश्य छैन। एउटा अर्को कुरा, तिनलाई अरू विदेशी शक्ति वा अरू शक्तिहरूले प्रयोग गर्न सक्ने खतरा पनि हुन्छ, त्यस्तो गैर जिम्मेवार शक्तिहरूलाई। त्यस कारणले गर्दाखेरि त्यसबाट देशलाई बचाउनु छ। त्यो लामो कालसम्म टिक्ने शक्ति नै होइन। तिनीहरूले यहाँ देशमा केही नेपाली जनता र नेपालको निम्ति केही गर्न सक्ने स्थिति छैन। त्यसकारणले हामीले यो कुरा बुझेर जिम्मेवारी बोध पनि गर्नुपर्छ। अहिलेको देशको विशिष्ट परिस्थितिमा राष्ट्रियताको रक्षा गर्ने, यो संविधान र लोकतन्त्रको रक्षा गर्ने र सामाजिक आर्थिक रूपान्तरण गरेर देशलाई समृद्ध बनाउने र आम मजदुर, किसान, दलित, जनजाति, महिला, पिछडेको क्षेत्रको जनता, मधेसी, मुस्लिम, थारू सबका हक अधिकारको रक्षा गर्ने र समृद्ध नेपाल बनाउने र नेपाली जनताको जीवन उठाउने, नयाँ जीवन दिने काम हाम्रो पार्टीकै ऐतिहासिक जिम्मेवारी हो र त्यो काम हाम्रो पार्टीले मात्रै पुरा गर्न सक्छ। यही मुद्दा लिएर हामी पार्टी निर्माणको प्रक्रिया अगाडि बढाइराखेका छौँ। अरू सारा कम्युनिस्ट क्रान्तिकारीहरूलाई पनि यही केन्द्रमा आबद्ध हुन हामी अपिल गर्न चाहन्छौँ र अहिले चुनावको मोर्चामा पनि हामी यही पार्टी अहिले सशक्त रूपमा अगाडि बढ्नुपर्ने आवश्यकता छ। हामीले विजय हासिल गर्नु छ। हामीले विजय हासिल गर्ने भनेको हाम्रो पार्टीको कोही नेता हामी मध्ये प्रधानमन्त्री हुने वा मन्त्री हुनलाई मात्रै होइन। हामीले चुनाव जित्नको लागि जित्ने होइन, सांसद हुनको लागि सांसद हुने होइन, मन्त्री हुनलाई मन्त्री होइन। देश र जनताको निम्ति सरकार बनाउने हो, देश र जनताको हितको निम्ति सङ्घर्ष गर्न, काम गर्न हामीले चुनाव जित्ने हो। त्यस उद्देश्यका निम्ति हामी एक टिको भएर जानुपर्छ। हामीले शहीदलाई धोका दिनु हुँदैन।
हामीले बेपत्ता योद्धाहरूलाई धोका दिनु हुँदैन, हामीले घाइते योद्धाहरूलाई धोका दिनुहुन्न, उत्पीडित वर्ग र समुदायको जनतालाई धोका दिनु हुँदैन। हामी एकताबद्ध भएर निर्वाचनको सङ्घर्षमा नै विजय हासिल गरेर अगाडि बढ्नुपर्छ। त्यसको निम्ति अहिले हामी तयारीको क्रममा छौँ। अहिले हाम्रो नेपाली कम्युनिस्ट पार्टीले पनि विभिन्न उम्मेदवारहरू निर्वाचनमा सिफारिस गरिराखेको छ। समानुपातिक उम्मेदवार, प्रत्यक्षका उम्मेदवार, राष्ट्रिय सभाका उम्मेदवारहरूलाई सिफारिस गर्ने, चयन गर्ने प्रक्रिया अगाडि बढिरहेको छ। यस क्रममा यो सर्लाही जिल्लाले 4वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको सिफारिस गरेको छ र मलाई पनि यो सर्लाहीको 3 नम्बर सङ्घीय निर्वाचन क्षेत्रबाट उम्मेदवारको रूपमा सिफारिस गर्नुभएको छ। म तपाईहरुलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। सर्लाही जिल्ला पार्टीलाई, सर्लाहीका नेता कार्यकर्ताहरूलाई कृतज्ञता पनि भाव व्यक्त गर्न चाहन्छु। तपाईहरुले म प्रति जुन विश्वास प्रदर्शन गर्नुभएको छ, जुन आशा व्यक्त गर्नुभएको छ, त्यो मेरो लागि अत्यन्तै मार्गनिर्देशक प्रेरणादायी कुरा हुन गएको छ। यद्यपि 70 सालमा पनि मलाई साथीहरूले तपाईँ यहीँ आएर चुनाव लड्नुहोस् भन्नुभएको थियो। मैले त्यतिखेर त्यो निर्णय गरिएन वा गर्न सकिनँ। तर आज देश अत्यन्तै विशिष्ट परिस्थितिमा छ। कसरी हामीले संविधान र लोकतन्त्रको रक्षा एकातिर गर्ने, अर्कोतिर परिवर्तनको आकांक्षा अनुसार संविधान संशोधन गर्दै सामाजिक आर्थिक रूपान्तरको प्रक्रियालाई अगाडि बढाउने र विदेशी हस्तक्षेपको खतराबाट देशलाई मुक्त गर्ने र नयाँ नयाँ भनिने सिद्धान्तविहीन लोकतन्त्रवादी शक्तिहरूबाट देशलाई मुक्त गरेर देशलाई सामाजिक आर्थिक रूपान्तरण गर्दै समाजवादको दिशातिर कसरी लैजाने भन्ने चुनौतीपूर्ण परिवेशमा यो विषय चाहिँ सोचनीय हुन पुगेको छ। आज हाम्रो आवश्यकता तराई, पहाड, मधेस, हिमाल अथवा हिमाल, पहाड, तराई, मधेस सबैको एकताको आवश्यकता छ यो राष्ट्रलाई जोगाउनका निम्ति। अनि मधेस यस्तो भूगोल हुन पुगेको छ जहाँ स्वाभाविक रूपमा मधेसी जनता छन्, त्यसकारणले त्यो मधेस हुन पुग्यो। तर त्यहाँ आर्यखस पनि छ, त्यहाँ जनजातिहरू पनि छन्, त्यहाँ मुस्लिम छ, त्यहाँ दलितहरू छ। नेपालको घना जनसङ्ख्या बन्दै गरेको छ यो मधेस र त्यहाँभित्र सिङ्गो नेपालको कम्पोजिसन समेटिन थालेको छ, समेटिएको छ र विकासका दृष्टिकोणले उत्पीडित अवस्थामा छ, पछाडि पारिएको अवस्थामा छ। र यहाँ गरिबभन्दा गरिब अत्यन्तै दुःख पाएका जनसमुदायको ठुलो हिस्सा पनि छ। यसरी सामाजिक कुरीतिको पनि शिकार भएको, विकासबाट वञ्चित भएको र जिम्मेवारी भने यो देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने जिम्मेवारी बोकेको मधेसलाई कसरी एकताबद्ध बनाउने, कसरी सामाजिक आर्थिक रूपान्तरणको प्रक्रियामा मधेसलाई नमुना बनाएर विकासलाई फड्को मार्ने भन्ने आज हाम्रो ऐतिहासिक कार्यभार हुन पुगेको छ।